मन्दिर अगाडि पुगिसकेको छौँ है। जय श्री बागमार माइकी जय होस्। हाम्रो श्याम दाई श्री श्री अब न्यामा किपाको प्रधानमन्त्री हुने आदरणीय दिदीबहिनी यहाँ उपस्थित भएका सम्पूर्ण महानुभावलाई सर्वप्रथम त म सबैजनालाई दसैँको शुभकामना, विशेष गरी उहाँ चाहिँ वरिष्ठ हुनुहुन्छ। उहाँ चाहिँ अहिले बलि बागमारी देउतालाई प्रसन्न गर्नको लागि बलि दिँदै हुनुहुन्छ अनि यो चाहिँ काममा लाग्नु मान्छ। फाइनली गाइज हाम्रो चाहिँ पूजा सम्पन्न भएको छ है। यो चाहिँ हाम्रो छोरी है जमरा। गाइजहरूसँग हेलो गाइज नमस्ते सबैजना। आज नवमीको दिन आज चाहिँ ठाउँ ठाउँमा गएर मन्दिरहरूको पूजा गर्ने र बलि दिने चलन छ। यो चाहिँ आज पूजाको सामानहरू मिलाउँदै हाम्रो दिदी लक्ष्मी। ल फाइनल गाइज रेडी भइसकेको छ है। अब चाहिँ म पूजा गर्न जान लागेको। यो चाहिँ हाम्रो छोरी है जमरा। यो चाहिँ बागमारी मन्दिरको लागि बलि दिनको लागि आज बागमारीको पूजा। आज बागमारी मन्दिरमा पूजा आउनेहरूको भिड। फाइनली गाइस हामी अब मन्दिर अगाडि पुगिसकेको छौँ है। जय श्री बागमार माइकी जय होस्। हाम्रो श्याम दाई श्री श्री अब न्यामा किपाको प्रधानमन्त्री हुने आदरणीय दिदीबहिनी यहाँ उपस्थित भएका सम्पूर्ण महानुभावलाई सर्वप्रथम त म सबैजनालाई दसैँको शुभकामना, विशेष गरी उहाँ चाहिँ वरिष्ठ हुनुहुन्छ। उहाँ चाहिँ अहिले बलि बागमारी देउतालाई प्रसन्न गर्नको लागि बलि दिँदै हुनुहुन्छ अनि यो चाहिँ काममा लाग्नु मान्छ। थोड़ा कामला भिडियो जुन भए काम आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, यहाँ चाहिँ हामी सर्वप्रथम म तपाईँहरूलाई विजयादशमीको धेरै धेरै शुभकामना दिन चाहन्छु। सबैको जिन्दगीमा फलोस् फुलोस्, फलफुल जस्तो सबैको जिन्दगीमा फलोस् फुलोस् है। अहिले चाहिँ हामी यहाँ विजयादशमीको बागमारीमा आउँदैछौँ। हामी भगवान् बागमारी देउतालाई प्रसन्न गर्नको लागि
प्रसन्न यो 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 भर्खर गएको मान्छे चाहिँ काम चोर्ने उनीहरू चाहिँ सबै मेरो बहिनीहरूले ल अब चाहिँ हामी यहाँ बालकुमारी देउटा प्रसन्न गर्नको लागि आइरहेछौँ अब बालकुमारी देउटा प्रसन्न के करोड दिन्छ नि यसलाई चाहिँ 5,000 मात्र नि अनि बालकुमारी देउटालाई प्रसन्न धेरै प्रसन्न गर्न चाहिँ हाम्रो दाइले बालकुमारी दाइले त्यो चाहिँ जिब्रो छिर्ने दाइले उहाँलाई चाहिँ अब बलि दिँदै हुनुहुन्छ मेरो पनि त फटाउनु पर्यो ओ यो चाहिँ भाइले अब हाम्रो पाला लगभग 10 मिनट पछि हाम्रो पाला आउँछ ल बालकुमारी देउटाले त्यो आँखाले हेरिरहेछ हामीलाई यहाँ भित्र छ बालकुमारी देउटा देखेँ मैले त देखिसकेँ ल पुरा कुमारी बालकुमारी पूजा त्यो ऊ त्यो भएर जस्तो हामीले बलि दिने म चाहिँ ए आछि हेर्दै एकछिन गएँ म पाएँ म यहाँ चाहिँ सबैजना उत्सुकता साथ बालकुमारी देउता प्रसन्न गर्नको लागि पूजा गर्न आउँछ आज चाहिँ विशेष नवरात्रिको दिनमा बलि दिने देउतालाई प्रसन्न गर्ने गर्छ अनि 10औँ रात्रि भोलि चाहिँ मेरो जन्मदिन भोलिको दाजु विजय दशमी जाने कि विजयको अवसरमा मनाउँछन् विजय दशमी र पस्ने आएछ ल हामी चाहिँ अब हाम्रो बलि कहाँ जाँदैछौँ यो चाहिँ ल यो चाहिँ बलि दिलाउने मान्छे नि लक्ष्मण नि सबैजना यहाँ बसिरहेको छ यो चाहिँ उनीहरू चाहिँ काम चलाउनु होइन यो चाहिँ सम्बन्ध होइन अहिले चाहिँ हाम्रो लगभग पालो आउन लाग्यो नि यो चाहिँ बच्चाहरूले किन्ने बेलुन नि है यो स्याउने यहाँ चाहिँ अब सबैजना विश्वका मान्छेहरू सुन्दरीहरू यहाँ आउँछन् अनि यहाँ देउतालाई प्रसन्न गर्नको लागि लगभग 12 बजीसम्म हुन्छ होला देउता पूजा गर्न यो चाहिँ मेन देउता नि श्री बालकुमारी नि माई अहिले चाहिँ हाम्रो लगभग पाल आउन लाग्छ यहाँ चाहिँ रगतको फल गर्छ आजलाई यति नै इन्फर्मेसन है तपाईँहरूलाई राखेँ ठ्याक्कै 5 मिनट बनाउँछु फाइनली गाइस हाम्रो पूजा सकिएको छ है अब चाहिँ मिसनरी सामानहरू पूजा हुँदैछ है गाइस यो चाहिँ हाम्रो दाइ ठिकै हो सिउँकोले म ढाइ पनि
भने लोखा डाँडा रे अनि आशीर्वाद ब्याज फोटो ल्याउँछु त फुल पनि चलाउनु सबै फुलहरू पनि सबै ठाउँमा चलाउनु आम पुगजिर गाडा है वही एकछिन वही पाइप नि त बाइक मिसिन भाषा मसिहाल्ने अलिअलि चलाउ बाइक मिसिन भाइकोले da cagada. Quando eu fui com a cagada. थियो भए पनि थियो बरु चाहिँ मान्छे थिएन जिन्दगी ब्याग तिम्रो कुन ब्याग लियो माथि कासिसी त है गुलोका लगाइरहेको सबै ठाउँमा लगाइरहेको मन्त्र भयो 15 मन्त्र भयो Untuk bau, 50 biar bikin dok sih ta. जिन कतले आज छकाय मसिन मध्ये त्यसको तर राम ढाना धारेमा वर्ष त फ्याज नि छ खोइ तिम्रो दुरी जाने साइकल खोइ दुरी जाने साइकल ए ल ल टिक लगाऊ पोर्स जाओ ल चौमर हो गया न जानु भनेको न सिरेको हैन दुधै सफाएर फाइनली गाइज हाम्रो चाहिँ पूजा सम्पन्न भएको छ है मिसनरी सामान पूजा भइसकेपछि भीमसेनको पूजा पनि हुँदैछ है गाइज म चाहिँ मिसनरी सामान पूजा गरेर आएको Stop. क्लिक गर्ने पिण्ड पनि पूजा गरिसकेको छ आजको मौसम निकै नै सफा देखेको छ